नमस्कार। आज राजाको वक्तव्य आयो, कति मिठो आयो है। उहाँले राष्ट्रलाई कति बढी माया गर्नुहुँदो रहेछ। उहाँका पुर्खाले आर्जन गरेको मुलुक, त्यो मुलुकमा हामी यहाँ होइन, हामी उहाँसँग प्रतिस्पर्धा गर्ने हो त। उहाँको पुर्खाले आर्जन गरेको मुलुक, एउटा कुरा मान्नुहोस् न तपाईँ, हाम्रो अलिकति जमिन अरूले खाइदियो भने त हामी एउटा मरेर जान्छौँ, के हुन्छ। तर जमिन छोराछोरीको लागि हो नि त। अलिकति जमिन हडप्यो भने हामीलाई कति चित्त दुख्छ है। र हामी मुद्दा हाल्छौँ होला, के गर्छौँ होला, आफ्नो जमिन फिर्ता ल्याउनलाई। त्यो हामी गर्छौँ नि। एउटा हाली चुक्ली अलिकति तलमाथि हुँदा त हामी यस्तो गर्छौँ भने, त्यही जस्तो मेरो जमिन भनेको मेरो पुर्खाले आर्जन गरेको पनि हो, मैले कमाएको पनि हो। आफ्नो बाहुल बलले पनि हो, पुर्खाले आर्जन गरे पनि मेरै त्यो पर्छ भूमि। त्यो भित्र अलि अर्को कसैले अतिक्रमण गर्यो भने हामीलाई कस्तो हुन्छ हेर्नुहोस् है। राजा भनेको के हो त भन्दाखेरि उनका पुस्ताले, पूर्वजहरूले आर्जन गरेको मुलुक। आर्जन भनेको कमाएको। जसरी तपाईँले धन सम्पत्ति कमाउनुहुन्छ, तपाईँको पिँढीले पुर्खा भन्छ, त्यसै गरी उनको पुर्खाले कमाएको भनेको जोडेको, एकीकृत बनाएको, यसलाई आर्जन भनिन्छ है। त्यो आर्जन सम्पत्ति भनौँ न, राष्ट्रको सम्पत्ति, राष्ट्रको सबै एउटा मेरो अभिभावक भन्नुहुन्छ। किनभने आर्जन गरेको सम्पत्ति आफ्ना छोराछोरीलाई बाँडिन्छ, मृत्यु पछाडि उनकै भोग हुन्छ। नेपालीको जमिन नेपालमै हो, आर्जन हो नि त। पुस्तौ पुस्ता भइसकेको छ, यहाँ आइसकेको छ, ज्ञानेन्द्रमा आइसक्यो होइन। अब त्यो बिचमा कति कति उहाँहरू निष्क्रिय हुनु पर्यो, सर्कमस्टेन्सले, अवस्थाले निष्क्रिय हुनु पर्यो। एक्टिभ राजा पछि मात्रै भए हुन्। अब एक्टिभ राजाले के गरेनन् सब जनतालाई थाहा छ। कल कारखाना के विदेश जानलाई रोक, यही सृजना गर्ने रोजगारी, त्यति मात्र हो र। उहाँहरूले त तपाईँको देशलाई सबभन्दा माया गरेको अवस्था भनेको नेपाली भनेको हाम्रो गौरव हो। गौरवलाई हामीले तलमाथि गर्नुहुन्न भनेर उहाँले रोकेर राखेर कलकारखानाको विकास गरेर त्यसपछि हामीले समृद्ध भएको हो। प्रमाणित छ, समृद्धि। हामी खाद्यान्न अरूलाई देशलाई दिन्छौँ, हामी दिन्थ्यौँ। त्यो अवस्थामा हामी पुगेका थियौँ कि आज हाम्रो हालत हेर्नुहोस् त। युवाहरू सबै पलायन, विदेश पठाइदिने,
रेमिडेन्सबाट तिनले बिचरा दुःख तरतरी कमाएको न परिवारमा बस्नु पाउनु छैन, केही छ। त्यहाँबाट दुःख आर्जन गरेर कयौँ कहाँ के मिहिनेत गरेका हुन् थाहा छैन। कहिलेकाहीँ बाकसै नेपालमा फर्किनुपर्ने अवस्था। बिचरा त्यो अवस्थाबाट चाहिँ अहिले यिनीहरूले गणतन्त्र भन्ने के गणतन्त्र हो गणतन्त्र ल्यायो नि त यिनीहरूले। यस पछाडि त घटना घटिरहेको छ, बाकसमा आइरहेछ नेपालीहरू। राजाको आजको सन्देश कति मिठो छ। उहाँले के भन्नुभएको छ हामीले सबैले बुझेका छौँ त। यस्तो अभिभावक होइन, सबैतिर फिजिएका तपाईँहरू आत्मीय साथीहरू अब आउनुहोस्, अब देशकै जोगर्ना गर्नुहोस्, देशलाई समृद्धि तपाईँले तिनले पठाएका उनको स्वार्थको लागि पठाएका त्यसको ज्ञान लिएर यो देशलाई समृद्धि गर्नुहोस्। आउनुहोस्, हामी यहीँ मिलेर काम गरौँ। शासन तपाईँले गर्ने हो, शासन तपाईँले गर्ने हो, देश तपाईँले बनाउने हो। म एउटा मात्र अभिभावक। कति राम्रो मन्तव्य। यस्तो राजालाई परित्याग गरेर दुत्कार गरेर कुनै बात के प्रतिवाद के जाति भनेर पृथ्वीवाद राजाले आज बोल्नुभयो नि, पृथ्वीवाद हामीलाई चाहियो। कति राम्रो कुरा। हामी दुई ढुङ्गाको बिचको तरुल हौँ। हामी तरुल मिठो छौँ, तर हामी फल्छौँ दुई ढुङ्गाको बिचबाट। भनेको के हो? पृथ्वी पथ भनेको के हो? पृथ्वी पथ भनेको दुई ढुङ्गाको तल यति गहिरो हुन्छ, भूगर्भ हाम्रो यत्रो प्रकृतिले दिएको छ, त्यसलाई उत्खनन गरेर हामी धनी बन्छौँ, हामी सन्तुलन कायम गरौँ। कति मिठो छ, कति त्यो मार्मिक छ पृथ्वीनारायण शाहको कुराहरू। यो कूटनीतिक रहस्य यति नबुझ्ने यी पाखण्डीहरूले। हेर्नु, देश विकास हुनुको लागि कुनै एउटा सिद्धान्त चाहिन्छ। मियो बिना के पनि काम छैन। मियो चाहियो नि त। मियो भनेको विचार पनि हो, व्यक्ति पनि हो। घरको प्रमुख भएन भने के हुन्छ हालत? जो जतातिर बटारिने भयो, जतातिर बटारिने भयो, जे गरिने भयो। कुनै नियम हुन्छ त्यहाँ घरमा? कुनै केही पनि हुँदैन। राष्ट्रको पनि एउटा राष्ट्रपिता चाहिन्छ। राष्ट्रपिता भनेको कुनै दलको मान्छे होइन, त्यो दलको हुनु जरुरी होइन। दलको त एउटै दलको भइहाल्यो नि त्यो। अब हेर्नु न, हाम्रो देशमा के भइरहेछ? राष्ट्रपति यो दलको रे, त्यो दलको पो राष्ट्रपति भयो त। त्यो दलको स्वार्थ के हो? त्यही हो राष्ट्रवाद, होइन नि। राष्ट्र भनेको त समष्टि रूपमा पृथ्वी पद हो। बीचको अवस्था, बीचको तरुल। यो तरुल खानु पर्यो नेपालीले। दुई ढुङ्गाहरू छन्, कोसे ढुङ्गाहरू, यत्रो ढुङ्गाहरू छन्। यो बिचमा हामी तरुल छौँ, कलिलो छौँ। हामी उन्नतिको शिखरमा जाने हो। हामी त्यो शिखरमा जाने हो जहाँ हामी तरुल जस्तो मिठो बन्छौँ।
यति पनि ज्ञान छैन हामीलाई। हामी किन वादको पछाडि लागिरहेको? यो त आज आज थाहा भयो नि त हामीलाई है, प्रष्ट रूपमा। शासन तिमीहरूले गर्ने हो भनेको कसलाई? जनतालाई। तर मेरुदण्ड मलाई चाहिन्छ, किनभने तिमीलाई नचाहिने काम गर्न दिन। देशलाई एकता गर्नुपर्छ। देश सबभन्दा ठुलो कुरो हो। वाद होइन, कुनै वाद होइन। देश र जनता, जनता सर्वोपरि छन्। जनता नै सर्वभोक्ता हो। यसको हितको काम गर्ने कि नगर्ने च्यालेन्ज हो। हित गर्नुपर्छ भन्ने उहाँको अन्तिम उद्देश्य, लक्ष्य मलाई चाहिँ धेरै मन पर्यो। नमस्कार।